नमस्ते एन्ड वेलकम। पिम्पल भएको स्किनले कस्तो सनस्क्रिन लगाउने, आज यस बारेमा चाहिँ चर्चा गरौँ। पिम्पल भएको स्किनले मार्केटमा एक्ज्याक्टली उहाँहरूको लागि या पिम्पलको लागि भनेर सनस्क्रिन पाउने चान्सेसहरू कम छ, किनकि धेरै जसो सनस्क्रिन्सहरूमा चाहिँ फर अल स्किन टाइप भनेर लेखिएको चाहिँ हुन्छ र धेरै जसो सनस्क्रिन्समा चाहिँ पिम्पल आउन सक्ने चान्सेसहरू हाई हुन्छ। यसको डिफ्रेन्ट कारणहरू चाहिँ छ। नम्बर 1, पिम्पल्स आउने कारण मध्येमा चाहिँ धेरै जसो सनस्क्रिन्सहरूमा पोर्सलाई क्लोज गर्ने चीजहरू चाहिँ हुन्छ। जब पोर्सहरू चाहिँ क्लोज हुन्छ, फेसमा भएको पोर्सहरू जब क्लोज हुन्छ, त्यहाँ तल भएको पोर्समा भएको पिम्पलको ब्याक्टेरियाहरू चाहिँ मल्टिप्लाई हुन थाल्छ र जब मल्टिप्लाई हुन थाल्छ, पिम्पलहरू आउन थाल्छ या भएको छ भने बढ्न थाल्छ। अब अर्को कारण, सनस्क्रिनमा धेरै ओइल्सहरू पनि एड गरेको हुन्छ र यदि चाहिँ सनस्क्रिनमा कोकोनट ओइल छ, एभाकाडो ओइल छ, आलमन्ड ओइल छ है, त यस्तो ओइल्सहरूले पनि पिम्पल्सहरूलाई बढ्नमा र आउनमा चाहिँ हेल्प गर्छ। मिन्स यस्तो सनस्क्रिन हुनु पर्यो जसमा ओइल्सहरू, मिनरल्स ओइल्सहरू चाहिँ है, त अघि भनेको जस्तो ओइल्सहरू चाहिँ नहोस्। अर्को, पिम्पल्सहरू चाहिँ आउने कारण एउटा एग्रिवेटर्सहरू चाहिँ हो। कतिवटा सनस्क्रिन्सहरूमा यस्तो चीजहरू मिसाइएको हुन्छ, यस्तो केमिकल्सहरू एड अन गरेको हुन्छ जसले चाहिँ पिम्पल्सहरूलाई एग्रिवेट गर्छ। एग्रिवेट गर्ने भनेको बढ्नु, बढाउनु है, त त्यस्तो चाहिँ सनस्क्रिन पनि लगाउनु भएन। र अर्को, अल्कोहल बेस्ड सनस्क्रिन्सहरूमा पनि अल्कोहलहरूले पनि स्किनलाई चाहिँ एग्रिवेट गर्छ पिम्पल आउनको लागि। त भनेपछि अल्कोहल बेस भएको सनस्क्रिन पनि लगाउनु भएन। र लास्टली, जुन सनस्क्रिन बडीको लागि बनाएको छ त्यो ग्रिजी हुन्छ। कतिजनाले चाहिँ यदि त्यो बडीको लागि सनस्क्रिन हो भने फेसमा लगाउनु भएन, र स्पेशली यदि पिम्पल छ भने है, त एकदमै ग्रिजी भएको, ओइलीनेस भएको सनस्क्रिन पनि चाहिँ पिम्पल भएको स्किनले लगाउनु भएन। त अब कस्तो लगाउने हो? अब उहाँहरूले चाहिँ नम्बर 1 खोज्नु पर्यो यस्तो सनस्क्रिन जुन चाहिँ नन कोमेडोजेनिक छ, भनेको जसले चाहिँ पोर्सहरूलाई क्लोज गर्दैन। ओके। नम्बर 2, यस्तो सनस्क्रिन खोज्नु पर्यो जसले चाहिँ के गर्दैन, जसले चाहिँ पिम्पल्सहरूलाई एग्रिवेट गर्दैन, जसमा मिनरल ओइल्सहरू एड गरेको छैन, एल्कोहलहरू चाहिँ एड गरेको चाहिँ छैन, जुन चाहिँ नन ग्रिजी छ, लाइट वेटेड छ, तर अल्कोहल बेसको वाला चाहिँ होइन। ओके। या त्यस्तो सनस्क्रिन हेर्नु पर्यो जुन चाहिँ स्पेशली फर पिम्पल स्किन भनेर लेखिएको चाहिँ छ। त म तपाईलाई चाहिँ एउटा यस्तो सनस्क्रिन सजेस्ट गर्न सक्छु जसले चाहिँ यो सबै चीजहरू, यो सबै क्राइटेरियाहरू पुराको छ र स्पेशली पिम्पल्स भएको या पिम्पल आइराख्ने स्किन्सहरूको लागि चाहिँ सेफेस्ट छ। यो 50 SPF हो, PA++ हो, ब्रड स्पेक्ट्रम हो, भनेको यसले UVA र UVB दुईटैलाई चाहिँ फुल प्रोटेक्सन चाहिँ दिन्छ र सबैभन्दा ठुलो कुरा यसले पिम्पल आउँदैन। अब यो कुन हो प्रोडक्ट? यो हो बियोन्ड बेसिक्सको चाहिँ सनस्क्रिन। यो सनस्क्रिन यहाँ क्लियरली लेखिएको छ कि यसले पिम्पल भएको स्किन्सहरूलाई, पिम्पल आइराख्ने स्किनलाई यसले पिम्पल आउँदैन र आएको छ भने पनि यसले चाहिँ कुनै पनि एग्रिवेसन चाहिँ गर्दैन। फाइन, यो बियोन्ड बेसिक्सको सनस्क्रिन हो। 50 SPF, PA++, र स्पेशली कसको लागि? उहाँहरूको लागि जसको पिम्पल छ।
नन ग्रिजी, लाइट वेटेड। यसले चाहिँ इभन जुन मोबाइलबाट, टिभीबाट या चाहिँ कम्प्युटरबाट चाहिँ जुन ब्लू रेजहरू चाहिँ आउँछ त्यसलाई प्रोटेक्ट गर्छ। फाइन। त यति धेरै चाहिँ राम्रो सनस्क्रिन चाहिँ छोडेर अब अरू सनस्क्रिन किन खोज्ने? यदि तपाईँको पिम्पल छ या अरू जसको पिम्पल छ, प्लिज उहाँहरूलाई पनि यही सनस्क्रिनको लागि चाहिँ सजेसन्स गर्नुहोस्। थ्याङ्क यू सो मच। हेभ अ नाइस डे।